साथीहरु आज भिडियो विशेष छ। यो देखिने चाहिँ सुनकोशी नदी हो। सुनकोशी नदीको चाहिँ हेर्न सक्नुहुन्छ बहा सुनकोशी नदी चाहिँ ठुलो भइरहेको छ। यो पारिपट्टि देखिने चाहिँ रामेछाप जिल्ला हो। यहाँ रामेछाप जिल्लाको नि अहिले यहाँ देखिने चाहिँ मौसम एकदम राम्रो देखिन्छ। अनि यो पारिपट्टि देखिने चाहिँ सिन्धुली जिल्ला हो। सिन्धुली जिल्लाको नि मौसम अहिले राम्रो देखिन्छ, हेर्न सक्नुहुन्छ। यो तल देखिने चाहिँ बीपी यो हाइवे रोड यो चाहिँ तपाईको काठमाडौँ जाने रोड हो है। काठमाडौँ जाने रोड चाहिँ यो सिन्धुली जिल्ला र रामेछाप जिल्ला जाने पक्की पुल भन्दा अलिकता माथि यहाँ रोड दुई ठाउँमा यहाँ भत्केको देखिन्छ भने हेर्न सक्नुहुन्छ। यो ठुलो भइरहेको छ सुनकोशी नदी। यो सुनकोशी नदी चाहिँ ठुलो भइरहेछ। यो पारिपट्टि देखिने चाहिँ सिन्धुली जिल्ला हो। सिन्धुली जिल्लामा नि मौसम एकदम राम्रो देखिन्छ। यो तलको यो देखिने चाहिँ यो सिन्धुली जिल्लाबाट ओखलढुङ्गा जिल्ला आउने यो पुल हो। पुल भन्दा अलिकता माथि पनि अलि भत्केको देखिन्छ भने यहाँनिर यो नवलपुरको पुल हो गाइज। यो नवलपुरको ओखलढुङ्गा जिल्ला चम्पादेवी 2 खारदीप सिमलडाँडाबाट यो भिडियो मैले लिइरहेको छु। यहाँ हेर्न सक्नुहुन्छ सिमलडाँडाको रोड चाहिँ यस्तो देखिन्छ। 10 वर्ष अगाडि यहाँ पिच हुने रोड भनेर भाषण गर्ने नेताहरूले पनि हेर्नुस् यो अझैसम्म पिच भएको छैन। अब पिच हुन्छ भन्ने कुरा चाहिँ सुनिरहेको छु। यहाँ यस्तो छ है अवस्था, रोडको अवस्था। यहाँ रोडको अवस्था यस्तो छ। यहाँ त अलिअलि भयो पनि यहाँ ग्राभेल अलिअलि भयो भने ढुङ्गा राखेर छ। तल खाल्डा र खुल्दी छ गाइजहरू, हेर्न सक्नुहुन्छ। विकास यस्तो छ है गाइजहरू, नेपालको विकास। अहिले नयाँ ताजा अपडेट दिन चाहिँ हेर्न सक्नुहुन्छ रामेछाप जिल्लामा पनि मौसम एकदम राम्रो भइरहेको छ भने अनि सुनकोशी नदीको बहाव अलिक ठुलो भइरहेको छ। सुनकोशी नदी ठुलो भइरहेको छ। अनि यो पारिपट्टि देखिने चाहिँ यो सिन्धुली जिल्ला पनि मौसम हेर्दा नि राम्रो देखिन्छ है। अहिले चाहिँ एकदम सफा मौसम देखिन्छ भने यो ओखलढुङ्गा जिल्लामा पनि मौसम यहाँ चाहिँ एकदम राम्रो भइरहेको छ। यो प्लेस यो ठाउँको नाउँ चाहिँ ओखलढुङ्गा जिल्ला चम्पादेवी 2 खारदीप सिमलडाँडाको यो रातमाटो ठाउँ है गाइजहरू। यो सिमलडाँडाबाट यहाँ अपडेट दिइरहेको छु गाइजहरू। ल हेर्न सक्नुहुन्छ मौसम अलिक राम्रो देखिन्छ, अहिलेको लागि राम्रो देखिन्छ। अनि बाटो अवरुद्ध भएको छ, बाटो अनि नेट पनि अवरुद्ध भइरहेको छ यहाँनिर। अनि बिजुली बत्ती पनि लाइन पनि कट भएको छ, लाइन पनि अवरुद्ध भइरहेको छ यहाँनिर। अलिक समस्या छ। मोबाइलमा चार्ज पनि सकिसकेको छ है गाइजहरू। नयाँ अपडेट दिँदै मोबाइलको चार्ज पनि खत्तम भइरहेछ। चार्ज गर्नुलाई समस्या भइसक्यो। अब बिजुली लाइन पनि आएको छैन गाइजहरू। नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला। अनि फेसबुकमा नयाँ हुनुहुन्छ भने फलो पनि गरिराख्नु होला, लाइक पनि गर्नु होला, सेयर पनि गर्नु होला। नयाँ अपडेट होस्।